मलाई चाहिँ हिल पार्कको डाँडामा गएर मजाले सास फेर्दा कस्तो रमाइलो लाग्छ के। सुरुमा हिल पार्क पुग्दाखेरि चाहिँ मलाई माथि यो टपमा पुग्दाखेरि चाहिँ 30-35 मिनट त लाग्थ्यो अझ त्यसै माथि म 5-6 ठाउँ रेस्ट गरी माथि जान्थे। आजभोलि चाहिँ म ठ्याक्कै 20 देखि 22 मिनट भित्र माथि पुगेको नै हुन्छु। त्यसै माथि म धेरै रेस्ट पनि गर्नु पर्दैन। अब उकालो चढ्दा त गाह्रो भइहाल्छ जसलाई पनि, तर पहिला जस्तो सुरुमा जस्तो गाह्रो चाहिँ अलि हुँदैन। सबैभन्दा बेस्ट पार्ट भनेको टपदेखि तल झर्दाखेरि जुन रनिङ गर्दै गइन्छ, म चाहिँ मजाले रनिङ गर्दै तल झर्छु र यति रमाइलो लाग्छ मलाई त्यति बेला। खासमा म हिल पार्क पुग्दाखेरि चाहिँ 6 बजे हुन्छ, तर घर फर्किँदाखेरि चाहिँ 8:30 त बजेको नै हुन्छ क्या। अब त्यहाँ हिल पार्क पुग्ने अनि हिल पार्कको डाँडालाई छोएर फेरि फर्किहाल्ने त्यस्तो गर्न त भएन। म चाहिँ एकछिन बस्नु पर्यो, चराचुरुङ्गीलाई हेर्न पर्यो, गफ गर्न पर्यो होइन। यस्तो गर्दा म ढिलो हुन्छ, त्यही भएर म बिदाको दिन मात्र जान्छु। मेरो घर हिल पार्कको नजिक भएको भए चाहिँ म एभ्री जान्थेँ होला, तर केही छैन, म चाहिँ जे होस् टाइम मिलाएर चाहिँ गइरह हुन्छु। ओके बाई।